हस्पिटल जानुपर्ने काम छ। मेरो भदैनीको भिडियो सबैले हेरिदिनु होला। भदैनीसँग 20-25 वर्षमा भेट भएर रात पनि नलागिदिए दिनै मात्रै भइदिए जस्तो भइरहेछ नि। अनि हामी चाहिँ आज हस्पिटलमा आएको छौँ। आन्टीको चेकअप पनि भइसक्यो होइन? भइसक्यो। राम्रो देखिने हो मेरो भदैनीको। हेलो एभ्रिवान, गुड मर्निङ। स्वागत छ तपाईँहरूलाई मेरो आजको न्यू डे न्यू भिडियोमा चाहिँ। अहिले सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु। र म चाहिँ अब रेडी भएर कहाँ जान लागेको भन्दाखेरि आज हस्पिटल जानुपर्ने काम छ। त्यही भएर हामी हस्पिटल जान्छौँ है त साथीहरू। आज चाहिँ हामी हस्पिटल जाँदैछौँ। यहाँ मसँग चाहिँ आन्टी हुनुहुन्छ। स्वागत छ आन्टीलाई पनि मेरो भिडियोमा। के भन्न चाहनुहुन्छ? धन्यवाद। मेरो भदैनीसँग भेट भएर हिँड्न पाउँदा खुसी छु। मेरो भदैनीको भिडियो सबैले हेरिदिनु होला। म चाहिँ के भएर आउनुभएको? म त बिमारी भएर यहाँ हस्पिटल आएको। भदैनीसँग हिँड्दैछु मैले। भदैनीले घुमाउँदैछु, डुलाउँदैछु। कस्तो हुँदैछ भदैनीसँग बस्दा? रमाइलो भइरहेछ नि। अझै 1-2 दिन बसिरहनु जस्तो मन लाग्छ नि। के गर्नु। अब आज भदैनीलाई लिएर जाँदैछु केर्खा। भदैनीसँग फुपू भदैनी भएर आज घुम्दै हस्पिटल जाँदै रमाइलो गर्दैछु। साथीहरू हेर्दै गर्नु होला है त। सबैले हेरिदिनु होला। आफन्तले दमकको गर्मीमा चाहिँ हामी दुईजना हिँड्दैछौँ घाममा। यो बाटो चाहिँ अलिक शान्त छ नि त उताभन्दा होइन? उताभन्दा अलिक शान्त हो। गाडीहरू कुदिरहेको छैन। अनि अब यो खानाहरू कसलाई लगिदिएको हामीले? ज्वाइँ साथलाई। ज्वाइँ साथ पनि भोकाइसक्नुभयो होला। ढिलो हुँदैछ आज। यता हेरेर ढिलो हुँदैछ। अब लगिदिँदैछौँ। हिँड्दै नै भदैनीसँग 20-25 वर्षमा भेट भएर 20-25 वर्षमा भेट भएको हामी आज हिजोदेखिको रात पनि नलागिदिए दिनै मात्रै भइदिए जस्तो भइरहेछ नि। के गर्नु। 2 दिन भइगयो। 2 दिन भयो। अब हामी घर जान्छौँ होइन? हस्पिटलमा चेकअप गराउँछौँ अनि केर्खा जान्छौँ। आइसक्यौँ। अब आन्टी चेकअप यहाँनिर जानुभयो? गइवरी माथि लगिसकेको छ। हस्पिटलमा चाहिँ यस्तो भिड छ। पाला आउन एकदमै धेरै गाह्रो। आन्टीको बल्ल बल्ल पाला आएर त्यहाँनिर जानुभएको छ। अब हेरौँ कतिखेर निस्किनुहुन्छ। आज शुक्रबार चाहिँ 3 बजीसम्म त खुल्ला हुँदैछ। अब हामी केर्खा जानुपर्ने। यस्तो भिड छ क्या यहाँ। यति त हो नि होइन? अनि हामी चाहिँ आज हस्पिटलमा आएको छौँ। आन्टीको चेकअप पनि भइसक्यो होइन? भइसक्यो। अब एक ठाउँदेखि औषधि लिनु छ। अब औषधि लिनु छ। तर यो दमकमा जहिले पनि भिड मात्र हुन्छ। आज 2 दिनबाट भयो। 2 दिन बसिसक्नुभयो आन्टीले र पनि तर भइसकेको चाहिँ छैन। हुन त हुँदैछ भइराखेको छ। यहाँ हेर्नु दमक हस्पिटल, आम्दा हस्पिटलको भिड यस्तो छ होइन? भइरहेको छ। अब हामी कहाँ जान्छौँ? तल जान्छौँ। तल काउन्टरमा जान्छौँ अनि दबाईहरू लिन्छौँ। अनि त्यहाँभित्र चाहिँ केही भएन? अब अर्कोमा जानु भएन? हड्डीकोमा। त्यो खुट्टाको लागि हड्डीकोमा जानु भन्नुभयो। अनि उनीहरूले चाहिँ कुन डक्टर पर्खेका त? त्यो के अरे निरञ्जन कि के अरे डक्टर। उसलाई पर्खेको अरे फिक्सै छैन अरे कतिखेर आउने। अब हड्डीकोमा देखाउनु होइन तपाईँ? अनि औषधि लिन्छ अनि जानु। अब हामी जान्छौँ है औषधि। बाई। हस्पिटलबाट आएर अब जानलाई रेडी पनि भइसक्यौँ। आजको मेरो ड्रेसअप चाहिँ यस्तो छ। कस्तो राम्रो देखिने हो मेरो भदैनीको। आन्टीले त अब यही ड्रेस लाउनु हुने अरे। आन्टीले अब मैले चाहिँ यो लगाएँ, यो लाउनु भन्नुभयो। लगाएँ। अब कस्तो देखियो तपाईँहरूले कमेन्ट गरिदिनु होला। अब हामी आन्टीको घरमा जान्छौँ है त। हेर्दै गर्नु होला अब के गर्छौँ। एकजना रेडी भएर सामानहरू पनि किनेर चाहिँ लागेको अब बसिरहेर अब तल गएर बसमा चढेर जानुपर्ने होइन? कति टाइम लाग्छ? आधी घन्टाभन्दा अलिक बेसी लाग्छ। पहिले म यहाँ तल काम गर्थेँ जस्तोसम्म यहाँ आउँथेँ। अनि अहिले छोड्दै गरिदिँदैछन्। छोड्दै अहिले अनि घरमा छोडेको
सिटीमा होइन यिनै कति छ र अनि अब आज आएको घर फर्स्टचोटि जाँदैछ फर्स्टचोटि नि पहिलाचोटि अब घरमा मेरो भदैनी नि खेलाउन नपाए एकैचोटि ठुलो भएर देख्यो बेमा पनि आएर पाइँदैन कति दुःख भइरहेछ अब एकको भाग रमझम गर्नुपर्छ अब जान तिनीहरू भेला भएर कुकुरहरू अब त्यहाँ पनि मिलेछ भने जुनै खाडीको कुकुरसँग बेच्नुपर्छ कान्छी आन्टीसँग कान्छी आन्टी अहिले काम हो भने त कान्छी आन्टी त नयाँ वर्ष मनाउन भदैनीसँग भन्दै चाहिँ आइहाल्छ सबैजना मजाक नै हुँदो रहेछ सबै मजाको छ साइली आन्टीसँग बोल्दै यहाँ के भनेर अघि गरेको पनि त्यस्तै छ दाजुभाइ सबै त्यस्तो छैन नि मौसम चाहिँ कहाँ लाग्दैछ सङ्कल ए त्यो चाइना बजार भनेको त्यो सस्तो बजार ए यही हो सस्तो बजार अरे चाइना बजार यहाँनिर सस्तो बजार लागेको थियो नि त अस्ति नै अझै लाग्दैछ ए बेलुका मात्र हुन्छ कि क्या हो ए र त ए यहाँ सस्तो बजार लाग्दैछ राम्रो राम्रो पाइन्छ सस्तो पाइन्छ 100 200 राम्रो पाइन्छ राम्रै पाइन्छ नि आउनुभएको थियो नि त राम्रै पाउँछ चप्पल जुत्ता सबै अब बसमा त मलाई मम्मी आउँछ आउँदैन बाबा एकछिन ध्यान माइक्रो छ लागेको लाग्छ लाग्छ लाग्न त त्यसमा भाडा कति हो महँगो पर्छ होला गर्दैन बसकै भाडा लिन्छ बसकै भाडा लिन्छ माइक्रोमै जाउन बसकै भाडा लिन्छ त अस्ति पनि माइक्रोमै आएको म छिटो पनि पुर्याउँछ माइक्रोमै जाउँ न हेरेर त्यहाँ ठुलो बसमा मलाई पनि कस्तो कस्तो त हुन्छ नि तर धेरै टाढो छैन भाइ यहाँ केर्खा सानो केर्खा कतिमा पुर्याउँछ धेर लाग्दैन सानो केर्खा जान हौ लाग्दैन हौ थोरै छ कहाँ धेरै छ कहाँ धेरै छ त यहाँ मेरो भदैनी कहिले गएको छैन कि अनि उसलाई साह्रो परेको 5 मिनट नै लाग्दैन 10-15 मिनटै भनौँ न धेरै लाग्दैन अब हामी चाहिँ बसभित्र चढिसक्यो बस हिँड्न अलिक टाइम लाग्छ होला नि आन्टी एकछिन नभए लाग्छ टाइम लाग्छ होला कस्तो बनिएर आउनुपर्छ त्यस्तो नसम्झी हिँड्न नसम्झी हिँड्नु भइहाल्छ हावा खाँदै ल अब खाँदै खाँदै हेर्दै थाकेपछि भेट्छौँ है लाग्यौँ कस्तो राम्रो देख्यो नि यो चाहिँ कुन खोला अरे आन्टी रत्न खोला कतिवटा खोला त अब चाहिँ बसबाट ओर्लेर आन्टीको घर गाउँ लाग्यो अब बमिट आएर नि एकछिन त चिसो बनाइगयो नि हौ बमिट आउँछ नि त मलाई तिमीलाई त नआउँदो रहेछ हजुरआमा आरामै हुनुहुन्छ कस्तो रमाइलो छ यहाँ गाउँमा हेर्नु न मकै गाईहरू कुन हो तपाईँको घर अलि तलतिर यहाँ देखिन्छ यो चाहिँ केर्खाको कुन गाउँ सानो केर्खा भन्ने ठाउँमा सानो केर्खा आइपुग्यौँ यस्तो छ गाईहरू सानो हुँदछ नि कुन हो ए तपाईँको ए आन्टीको घर पनि देखियो अब पुगिन आँट्यो अब घर पुगेर
घर मकैबारी कति राम्रो। म चाहिँ आन्टीहरूको घरमा पनि आइसकेँ। यहाँ आएर चाहिँ एकछिन रेस्ट गर्दै बस्दैछु। आन्टी चाहिँ खाजा बनाउन जाँदै हुनुहुन्छ। खाएँ, खाजाहरू खाएँ ओरे टाउको साह्रै दुख्यो कि साथीहरू। अब एकछिन रेस्ट गर्छु, त्यस पछाडि आन्टी अब हामी घुम्न जान आँटेको। ल ल नानी घुमेर आउनु। कहाँनिर छ अरे उही होइन अरे हाम्रो घर अगाडि बानमा। ल ल ल नानी ल ल बहिनीसित घुमेर आऊ। हुन्छ। अब यहाँनिर चाहिँ बुनु हामी घुम्न जान आँटेको। बिहान बिहानै घाम लागिरहेको छ कि म चाहिँ घर जानु पर्यो भनेको थिएँ, तर खाना खाएर मात्रै जानु भन्नुभयो आन्टीहरूले। अब म घुमेर जाने हो साथीहरू बुनुहरूसँग। एकदमै रमाइलो भइरहेको छ। बुनुहरू चाहिँ उपर हुनुहुन्छ क्या, अलिक लजाएर भाग्दै हुनुहुन्छ। ठिकै छ। अब त्यहाँ खोला के छ अरे कि घुम्ने ठाउँहरू। अनि घरमा बस्दा बस्दा अल्छी लाग्यो। अब म घुम्न जान्छु है त। यहाँ हेर्नु न कस्तो दामी छ खेतबारीहरू। गाउँमा बस्दा अर्कै मजा आउने क्या। अनि हिजो बिचरा आन्टीलाई हस्पिटल पुऱ्याएँ ल्याएँ होइन। कति धेरै मजा के हुनुहुन्छ क्या मेरो फुपू। अनि अब घुम्न जाँदैछौँ। अब एकछिनबाट चाहिँ जान्छु होला म घर। अब एकछिन घुम्छु ओर्छु, खाना खान्छु, अनि लाग्छु म। यताको मौसम तर अब गर्मी पनि सुरु भइसक्यो। तर सुनसान रमाइलो है। गाउँको बस्दा होइन अर्कै हुन्छ। मलाई त माइत घर पुगे जस्तो भइरहेको छ। फुपूको घरमा आउँदाखेरि पर छ मेरो फुपूको घर चाहिँ। यहाँ बसेको। अब जान्छु। बुनुहरू कता पुगिसक्नुभयो। सुँगुरहरू कति धेरै रहेछ। 5-6वटा सुँगुर। यसरी सुँगुर पाल्दै गाउँमा काम गर्दै बस्नको धेरै मजा आउँछ नि त। बुनुहरू त अघि आइपुग्नु भएको छ त्यता। आउनु न। बुनु र म घुम्न आएको छौँ। स्वागत छ है बुनीलाई मेरो भिडियोमा। के भन्न चाहनुहुन्छ भन्नु? के भन्नु? साह्रै लजाउनुहुन्छ। अब हामी चाहिँ घुम्न जाँदैछौँ। बुनु, म, नानी। यो आन्टीको घर छेउमा भएको खोलामा चाहिँ एकदमै रमाइलो भइरहेको छ। अब हामी घुम्छौँ एकछिन अनि फर्किनुपर्छ। आउनु कताबाट जानुपर्छ? कहाँ आएको भनिदेऊ। कोसँग घुम्न आएको भनिदेऊ त छिटो। अब नबोल्ने साथीहरू। हामी चाहिँ फर्केर पनि आइसक्यौँ। खोलामा गयौँ, रमाइलो गऱ्यौँ, एकछिन घुम्यौँ। नानी चाहिँ रुँदै थियौँ, पछाडि आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ फर्केर आयौँ। अब खानाहरू खाएर घर जानुपर्ने हुन्छ। आन्टीको घरबाट पनि आइसकेँ। रमाइलो भयो। हिजो गएर आज आइहालेँ होइन। अब हेर्दै गर्नु होला। आजलाई चाहिँ यति नै भयो र मेरो भिडियोलाई चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। हस्त नमस्ते, बाई बाई।